नर्सेसको नाइट अलाउन्स डबल भएको छ। यसपालिको बजेट भाषणको एकदमै एक्सक्लुजिभ अनाउन्समेन्ट। र अब चाहिँ कर्मचारीको स्यालेरी 21%ले बढेको छ। सो कर्मचारीमा को पर्यो भनेर मैले बुझेअनुसार चाहिँ एउटा सरकारी कर्मचारी, सुरक्षा कर्मचारी र गभर्मेन्ट स्कुलको टिचरहरू। यो बढे सँगसँगै अब चाहिँ सरकारी कर्मचारीको मिनिमम स्यालेरी 40,000 हुन्छ भने म्याक्सिमम 1 लाख भन्दा बेसी पनि एक्सेड हुन सक्छ। र यसपालिको बजेट भाषणमा हेल्थ सेक्टरको लागि 101 अर्ब 95 करोड बजेट एलोकेट गरिएको छ। र अब चाहिँ जुन हाम्रो इन्सुरेन्स बिमा स्टप भएको थियो नि बिचमा, त्यो चाहिँ फेरि रिज्युम गर्ने र त्यसको लागि 15 अर्ब बजेट एलोकेट गरिएको छ। त्यसै गरी वीर हस्पिटल र कीर्तिपुर हस्पिटलमा बर्न पेसेन्टको ट्रिटमेन्टको लागि फेसिलिटीहरू अपग्रेड गर्ने भनेको छ। र 3 वर्षभित्र 336 वटा आधारभूत अस्पतालहरू स्थापना गर्ने। सो यसपालिको बजेट भाषणमा टेन्टेटिभली हेल्थ सेक्टरमा चाहिँ यस्तो अनाउन्समेन्टहरू भएको छ।